लासो फ्याफुल्ला एन्ड नमस्ते साथीहरू वेलकम टु माई डे 92 मिनी भ्लग। अनि आज चाहिँ मेरो फर्स्ट क्लास गोर्खाली फिटनेसमा थियो। अनि क्लास सकिसकेपछि टिकटक बनाउने भनेर राधिका नानाले चुरा लगाइदिँदै हुने कि होइन। अनि त्यसपछि हामी चाहिँ बक्सिङ कोर्टभित्र गएर टिकटक बनाएको कि है। कति एकै ठाउँमा बनाउनु भनेर आज चाहिँ नयाँ ठाउँमा ट्राई गरेको। अनि टिकटक बनाइसकेपछि हाम्रो खुसीको के भन्छ नि सीमै थिएन अरे क्या। अनि त्यसपछि क्लास सकिसकेपछि चाहिँ हामी दिदीहरूसँग गएर चिया खायो। अनि म चाहिँ त्यहाँ के भन्छ नि फेरि बास्केटबल कोर्टमा गएर यत्तिकै रमाएको कि होइन। खेल्न चाहिँ आउने होइन, जस्ट क्लिप मात्रै लिएको। अनि त्यसपछि यो चाहिँ आजको हाम्रो ब्रेकफास्ट हो कि दिदीले दिनुभएको। थ्याङ्क यू सो मच दिदीहरू। अनि फर्स्ट क्लास सकिसकेपछि चाहिँ म सेकेन्ड क्लास गएको थियो। ठ्याक्कै रितु दिदीले मलाई चक्लेट दिनुभयो। थ्याङ्क यू सो मच दिदी। अनि यो चाहिँ हाम्रो टिकटक के आजको, यो चाहिँ अपलोड गरेको छैन, भोलि मात्रै हाल्छु म। अनि क्लास सकिसकेपछि आएर मैले प्लान्टहरू लगायो। अनि त्यसपछि म मेरो साथीको ग्लास सपमा गएँ होइन। हजुरहरूलाई चाहिन्छ भने पनि यु क्यान कन्ट्याक्ट मी रे क्या होइन। त्यसपछि म ठ्याक्कै त्यहाँ साथीलाई एकछिन भेटेर कीर्तिपुर गएँ। छोरीलाई भेटेँ, धेरै भयो नि त छोरालाई नभेटेको। अनि भेटेको त अनि आम्मी भन्दै थियो क्या। अनि खानेकुरा लगेर पछाडि लुकाएको थियो। ऊ चाहिँ हेर्नु न कता छ पापा भन्दै खोज्दै आइरहेको। अनि ठ्याक्कै ठुलो पानी पऱ्यो। थ्याङ्क यू सो मच साथीहरू यहाँसम्म मेरो भ्लग हेरिदिनु भएकोमा। सी यु इन माई नेक्स्ट भ्लग। बाई बाई, टेक केयर एन्ड लभ यु अल।